हेलो गाइस, फेरि पनि तपाईलाई स्वागत छ मेरो च्यानलमा, शेर्पा बोय च्यानलमा है। र यसरी फेरि पनि आज म तपाईहरुको माझमा आएको छु। विशेष आज पनि तपाईहरुको माझमा म छोटो ब्लग लिएर आएको छु है। र आज चाहिँ हामी 3 टेकमा जाँदैछौँ हैन, हाम्रो फ्यामिलीहरु अनि मण्डलीका कति जनहरु। र किन गएको त्यो म तपाईलाई भिडियोमा अगाडि देखाउने छु है। र तपाईले अगाडि भिडियोलाई हेर्दै गर्नुहोस्। यो परमेश्वरको वचन जो प्रभुले व्यवस्था बिगर्नु उसका कुरा बोल्नुभएको छ। अब यो वचनलाई पढ्दै गर्दाखेरि चाहिँ नि हामीले दुईटा कुरा बुझ्छौँ। पहिलो कुरा चाहिँ के हो भने पहिलो कुरा यो व्यवस्थाको पुस्तकबाट तपाईँ र मैले के बुझ्छौँ भने यो समय हामी सबै एकछिन खडा हुनेछौँ। विशेष परमेश्वर जिउँदो प्रभुको उपस्थितिमा म यो नानीलाई हाम्रो परमेश्वर पिता पुत्र अनि पवित्र आत्माको नाउँमा समर्पण गर्नेछु। अनि अबदेखि उसो यो नानीको नाउँ लिओङ भनेर सदा सर्वदा रहनेछ। परमेश्वरको वचनले यसरी बताउँदछ, परमप्रभुले तिमीलाई आशिष दिउन् र तिमीलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीमाथि चम्काउन् र तिमीलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीमाथि प्रकाश गरून् र तिमीलाई शान्ति। के खाएको तिमी? के खाएको? भेरी गुड। यहाँ चाहिँ हाम्रो ओङजिङको नानी एकदमै बधाई छ है। थ्याङ्क यू। फोटो राखिदिनु। दुईजना नानीको ल खिच्यो खिच्यो। तीनजना हुन्छ। यहाँ चाहिँ हाम्रो खाना रेडी भएको छ। हाम्रो ओङजिङले एकदमै मिठो मिठो भोजन राखिदिएको छ है। भात, माम, चिकन, बिफ, यता के रहेछ आलु हो, आलु र निगु है, अचार, पापड, एकदमै मिठो देख्दैछ है। सारा सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको रक्षक तपाईलाई, हाम्रो हृदय समेतले आदर प्रणाम सधैँ होस् तपाईँ के गुणगान। सारा सृष्टि
को मालिक तपाईलाई सारा सृष्टिको रक्षा तपाईलाई